नमस्ते, म करण छेत्री। आज तपाईँहरूको सामु नाम्चेबोङ पाक्योङ सिक्किमबाट उपस्थित भइरहेको छु र म तपाईँहरूको सामु एउटा सानो भन्दा छोटो कविता लिएर उपस्थित भइरहेको छु र मेरो सानो कविताको शीर्षक छ यो संसार। मानिसले त भन्छन् तर अघि बढ्न कहिले नछोड्नु। यो संसार यस्तै हो, पछाडिबाट मात्रै प्रहार गर्छन्। साथ दिने भनेर त निकै आए, तर सबैले धोका मात्र दिए। धोकाको जिन्दगीमा पनि अघि बढ्न कहिले नछोड्नु। दुःख पाउँदा त साथ दिने कोही पनि छैनन्, तर हाँसिदिने धेरै हुन्छन्। दुःखमा त आफ्नो पनि बढाइ हुँदो रहेछन्, तर सुख पाउँदा सबै आफ्नो मात्र हुँदो रहेछन्। के हो यो संसार र के हो यो मानिसले त भगवानलाई पनि पैसाको लागि मात्रै पुज्छन् जस्तो लाग्छ मलाई। के भएको यो संसार, यहाँ त सत्यको त हार बोक्दो